हामी डिप्रेसनमा जानुको मूल कारण चाहिँ मेरो बुझाइमा के छ भन्दाखेरि हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ। हामी हार्न किन सिकेका हुँदैनौँ भन्दाखेरि एउटा सानो कुराबाट यसले सम्बन्ध गाँसेको छ। कहिले पनि इगो हट लिनुहुन्न होइन। कस्तो कस्तो गाली आउँछ मलाई हेर्नु त, मलाई कति गाली गर्छन् मान्छेले होइन। तर पनि चिलमा बस्छु नि म, त्यस्तै भएर बस्नुपर्छ क्या। केही फरक पर्दैन जिन्दगीमा, केही फरक पर्दैन। दिनमा 24 घन्टा हो, आयु एउटै हो सबैको होइन, केही फरक पर्दैन। कोही बुढो मान्छे छ अनि इन्जिनियरहरूले तिमी भनेर बोलिरहेको हुन्छ क्या। त्यो भनेको त इज्जत दिने हो नि त। ऊ पनि काम गर्न आएको, इन्जिनियर पनि काम गर्न आएको, कसैलाई हेप्ने त होइन नि त। त्यो हुन्थ्यो। अनि लेबर मिस्त्रीलाई पनि के हुन्थ्यो भन्दाखेरि हामीले पनि त इन्जिनियरहरूलाई पढाएको छौँ भन्ने एउटा त हुन्थ्यो नि त होइन। भनेपछि म्युचुअल अन्डरस्ट्यान्डिङ हुन्थ्यो। संस्कार त स्कुलबाटै डेभलप हुन्छ नि त। अनि नेपालमा चाहिँ के छ समस्या भन्दाखेरि बच्चाले राम्रो गर्यो भने चाहिँ स्कुलले गर्दा राम्रो भयो, बच्चा बिग्रियो भने चाहिँ बाबाआमाले गाली गर्ने, बोलाउने, बेइज्जत गर्ने, तपाईँको बच्चा त यस्तो रहेछ भनेर गाली गर्ने सिस्टम छ क्या। त्यो पनि त बच्चाले राम्रो गरेन भने बच्चा बिग्रियो, राम्रो गरेन भने घरले बिगार्यो, अनि राम्रो भयो भने चाहिँ टिचरले गर्दा राम्रो भयो। बालनको के थियो भिएस थियो अनि त्यसपछि व्हाइट हाउस, त्यसपछि भारत गयो होइन। स्कुल धेरैवटा पढेँ मैले होइन, धेरैवटा 8-10वटा स्कुलहरू पढेँ। एउटा मैले सधैँ भन्छु मान्छे चाहिँ असल हुनुपर्छ। मान्छे असल भयो भने उसको काम, उसको कुरा, उसको व्यवहार चिप्लिँदैन। म अझै पनि भन्छु होइन, मलाई अझै पनि तपाईँले अनाउन्स गर्नुभयो तपाईँको एजेन्डा, प्लान, भिजन के हो छ, तर मान्छेले चाहिँ अझै पनि फर्स्ट प्रायोरिटी चाहिँ असल मान्छेलाई नै दिनुपर्छ क्या। त्यो मान्छेको काम हो, त्यो मान्छेले एनालाइज गर्नु पर्यो को मान्छे असल छ, को मान्छे खराब छ। किनभने एजेन्डा प्लानिङ सबैसँग छन्, मसँग छ, मसँग अरूको भन्दा धेरै राम्रो छ। तपाईँले देश बनाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ भनेर सोध्नुभएको थियो मैले, जुन चाहिँ सायद कुनै पत्रकारले अहिलेसम्म मलाई सोधेको थिएँ नि। अनि मैले ग्यारेन्टी त केही पनि छैन, केही चिजको पनि हुँदैन। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिलेसम्म मैले जुन काम गर्दै गएँ होइन, त्यो अब इन्डिरेक्टली डिरेक्टली विकाससँगै जोडिएको कामहरू हो, सस्टेनेबल डेभलपमेन्टसँगै जोडिएको कामहरू हो।